So crowd, welcome back to my channel. Hope you guys like you are fine. म एकदम सन्चै छु हैन अनि आज चाहिँ म हल्का चस्मा लगाएर बजारतिर बिसा ल्याएर म चाहिँ हैन टक्क बिसा ल्याएर रेडी भइसक्नु भएको छ हैन। अब हामी चाहिँ यहाँ दाएर म चाहिँ लाग्दैन अरेको त्यसो हावा खानु मजाक गरेको है तपाईहरु हैन। अनि हामी बिसा दाइ चाहिँ राइडर हुनुहुन्छ हैन, उहाँ चाहिँ गोस्ट राइडर हुनुहुन्छ हैन, साह्रै खतरनाक बाइक कुदाउनुहुन्छ। त्यही कुरा अब चाहिँ हामी लागिसकेको छौँ हैन। हामी चाहिँ ठ्याक्कै कुलुङ चोकमा बस्छु मैले। कुलुङ चोकदेखि चाहिँ हामी सरासर जाँदैछौँ थमेल चोक भनेर भन्नु नमिल्ने होइन। त्यही कुरा चस्माले चाहिँ कस्तो हेर्छ यस्तो कमेन्टहरू पनि हाल्नु पर्छ होइन। चस्मा चाहिँ अहिले भन्छ आमाले लगाइरहनु भएको छ होइन, खुसिहाल्यो विशालले फेरि अझ फर्काइदिनु म त डिपी आयो भने के भयो होइन। तपाईँहरूलाई कस्तो लाग्छ होइन, त्यो अनुसार चाहिँ आउनु पर्ने हुन्छ। इङ्ग्लिस बोल्दै आउँदैन। हामी चाहिँ अहिले अब हामी चाहिँ ठ्याक्कै हाम्रो भने धरानको बगरकोट एरिया हो। यो चाहिँ हाम्रो बगरकोट एरिया भन्छ आज चाहिँ यहाँ चाहिँ होइन अलिकति त्यो भनौँ न काठमाडौँको थमे टाइपको हुन्छ यो होइन, त्यस्तो टाइपको हुन्छ क्या होइन। मान्छेहरूको चाहिँ तादातहरू यता नि धेरै छ। बेलुका चाहिँ यहाँनिर बेलुकाको यो हेर्दाखेरि यस्तो देखिन्छ कि नर्मल, तर बेलुकाको सिन हेर्नु भन्छ नि यहाँ चाहिँ नि फाल्टै हुन्छ कि। यहाँ पनि थियो र खालको क्या अलमली नै हुन्छ क्या त्यस्तो हुन्छ क्या राति चाहिँ। अनि अहिले चाहिँ भर्खर बेलुका हुँदैछ नि त होइन, बेलुका भइसक्यो चाहिँ म कुनै दिन तपाईँहरूलाई म देखाइदिन्छु होइन। मैले चाहिँ आफ्नो लङ टाइम भिडियो बनाउँदैछु अनि म र दाइ चाहिँ घरबाट निस्केको अहिले होइन एकछिन डुल्नुलाई। अनि म चाहिँ हौका कोइल पनि किन्नुपर्ने हुन्छ होइन। अनि हाम्रो चाहिँ यहाँ मार्केट आइसकेको छु होइन। अनि मार्केटमा गएर हल्का यहाँ कोइल किन्नुपर्ने हुन्छ त्यो हो। अगर अब मैले चाहिँ यहाँ कोइल पनि किनिसकेँ होइन। अब चाहिँ दाइर म एकछिन तपाईँहरूलाई परको यो माथिको साइडहरू एकछिन घुमाउँछु होइन। अनि त्यही कुरा म धेरै केही अहिले कन्टेन्टहरू पनि केही भेटेको छैन त्यस्तो होइन। अनि त्यही भएर म चाहिँ यहाँ बसिरहेको छु। त्यो भिडियो बनाएको पनि मेरो फोन होइन अहिले चाहिँ होइन, दाइको फोन हो होइन। त्यही कुरा अनि एकछिन हामी चाहिँ हावा खानिसक्यो। तपाईँहरूलाई नै हल्का धरानको यो साइड चाहिँ कस्तो छ भनेर चाहिँ देखाउनुको लागि मात्रै मैले चाहिँ निकालेको होइन। त्यही कुरा मैले चाहिँ अस्ति नै बनाएको थिएँ होइन। मेरो चाहिँ अस्तिको चाहिँ पुरै बिग्रिसकेको छ लथालिने तरिकाले। अनि त्यही कुरा हामी चाहिँ यहाँदेखि फेरि उतै फर्किनेवाला छौँ होइन। अनि मस्तो तरिकाले त्यही कुरा बगरकोट साइड चाहिँ अलिक धरानमा चाहिँ अलिक खुल्ला टाइपको छ क्या। मलाई चाहिँ यो ठाउँ साइड साह्रै मनपर्छ है यताको साइडहरू चाहिँ। किनकि यहाँ चाहिँ हामी अलि माथितिर गयौँ भने चाहिँ हाम्रो डाँडाकाँडाहरू पनि यहीँ छ क्या, त्यत्रो साह्रो मैदान पनि परेन होइन। अनि हावाहरू चिसो एकदम चलिरहेको हुन्छ होइन। त्यही हो कुरा हो। अनि बजार साइडहरू चाहिँ हाम्रो उता चोक जाने साइड बाटो चाहिँ हो है, यो बाटो हामी चाहिँ चोक गइन्छ होइन। अनि यता माथितिर डाँडाहरू कपाल्छ होइन। यो माथि हामी झन्डा पार्कसम्म जान्छौँ होला होइन। झन्डा पार्क चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु हल्का सानो सट्टा तरिकाले होइन। यो चाहिँ मेरो भन्नै पर्दा आजको चाहिँ मेरो त्यस्तो लामो भिडियोहरू चाहिँ हुँदैन होइन। सट्टा सानो चटक्क परेको होइन। मैले चाहिँ हल्का अब युट्युबमा धेरै भोगेन हालेको अनि मैले चाहिँ किन आँटिरहेको छु होइन। त्यही हो क्या त्यस्तो छ बजारको चलहरू होइन। सोक्रा होइन म चाहिँ आइसकेको छु मैले भनेको डाँडा हाम्रो झन्डा पार्क भनेको चाहिँ यहाँ अलिकति माथितिर पर्छ। यहाँ चाहिँ यहाँदेखि चाहिँ टक्क सिन हेर्न चाहनुहुन्छ यस्तो छ है त। ल बिस्तारै सुरु गरौँ। सर टक्क हेर्न सक्नुहुन्छ धरानको होइन। जस अलमोस्ट कति 50% चाहिँ देख्छ होइन। यहाँदेखि उता 50% भयो होइन। 50% साइड चाहिँ चट्टा तरिकाले यस्तो बवाल देखिन्छ होइन। यो हावाहरू चलिबस्छ क्या। यहाँ चाहिँ त्यस्तो गर्मी पनि छैन होइन, अलिक डाँडाकाँडा हो क्या यो साइड चाहिँ डाँडाकाँडाहरू होइन। यो पनि मलाई दामी अफ रोडहरू देखिरहेको छु होइन। पछि बाइक भयो भने चाहिँ हामी नि अफ रोड हान्नु जानुपर्छ होइन कुरा हो। अनि झन्डा पार्क भनेको चाहिँ यही हो हाम्रो, त्यही हो कुरा। अनि हामी चाहिँ एकछिन यहाँ खानाको तल आज चाहिँ भन्नै पर्दाखेरि हामी म चाहिँ अस्ति 2-4 दिन अगाडि तल झरेको थिएँ पत्री दाइहरूकोतिर होइन। त्यस पछाडि म कति 4-5 दिन बसेर आएँ। त्यसै भर्खर आइपुगेको क्या आजै आएको हामी चाहिँ होइन। अनि त्यही भएर अलिक अघि बसबाट आएको नि त, त्यही भएर हल्का यो मुडै अफ भइरहेको थियो क्या, टाउको दुखेर होइन। अनि हामी चाहिँ यसो हावा खान निस्केको। त्यसकै साथसाथै हामीले चाहिँ मैले यसो भिडियो पनि सानो बनाइदिउँ न त भनेर चाहिँ मैले बनाएको होइन। त्यही कुरा यस्तो दामी सिन आइरहेको छ यहाँ। टक्क फोटो खिच्नु चाहिँ जो सिनेमेटिक सटहरू लिनु चाहिँ यहाँ पनि हुन्छ होइन। त्यही हो कुरा। सो कुरा हामी चाहिँ यहाँ झन्डा पार्कसम्म चाहिँ अलिकति गइदिउँ न त होइन। यत्र आइसकेपछि देखाइदिउँ न त भन्ने पनि भयो होइन। मेरो ब्याकग्राउन्डको सिन पनि देख्न सक्नुहुन्छ होइन।
यो हाले सिनमा चाहिँ को कोलाई हिँड्नु मन थियो होला होइन रिग्रेट लाग्दै होला होइन तिमीहरूलाई अब लागिरहोस् लागेर कस्तो बाबु किन लाग्दैन होइन अनि हाम्रो पार्क भने चाहिँ माथितिर होइन टक्क भ्यू चाहिँ तर बल छ है क्या हो म त्यो यस 10मा 10 चाहिँ भएन त्यस 10मा 9सम्मको रेट चाहिँ म दिन चाहन्छु होइन बल छ क्या यो उनीहरूको सिनहरूकोपट्टि देखिन्छ होइन अनि हावाहरू नि हाम्रो चाहिँ एकपल्टि मस्त तरिकाले चलिरहेको छ अनि हामी चाहिँ यस्तो तरिकाले हिँडिरहेको छौँ प्ल्याट्रो झट्टी तर्टी ठाउँमा अनि हाम्रो पाहाडहरू भनेको चाहिँ यही हो अनि मस्त तरिकाले हामी चाहिँ हिँड्दैछौँ अनि यो साइडको भ्यू हेर्न चाहनुहुन्छ भने चाहिँ यस्तो छ होइन अब यो साइडको हेर्नु चाहनुहुन्छ भने त झन् तपाईँ ढली नै हाल्नुहुन्छ होइन भक्कै पनि होइन त्यतिबाट दबाईहरू चाहिँ बोकेर लिएर आउनु होला नत्र गाह्रो हुनसक्छ यस्तो छ भ्यू चाहिँ केटा हो चट्ट तरिकाले यता साइड चाहिँ ठिक्क सनलाइट उयो भइरहेको छ रातो रातो क्यामेरामा चाहिँ बवाल आउने सर अनि यता त्यो थोरै हाम्रो रेस्टुरेन्ट भन्छ होइन पार्क भनेको चाहिँ हाम्रो यही भइहाल्यो होइन राति चाहिँ हामीलाई चाहिँ चम्किरहेको हुन्छ क्या परबाट हेर्नुपर्छ कि हामी तल बस्छौँ नि त अहिले त्यहाँबाट हेर्दाखेरि चाहिँ यहाँ चम्किरहेको हुन्छ राति चाहिँ क्या पुरै त्यो लाइटै चट्ट बलेको झन्डा नि फरक दामी फरक हुन्छ अहिले पनि फरफरिरहेको छ तर अड्किरहेको छ है ए यस्तो छ यहाँ चाहिँ फोटो खिच्नु चाहिँ मलाई सबैभन्दा राम्रो चाहिँ यहाँ देखिन्छ जस्तो लागिरहेको है यहाँदेखि चट्ट भ्यू पनि देखिन्छ नि त होइन अनि त्यही भएर चटपटे खानु मन लाग्यो भने पछाडि पनि छँदैछ होइन यहाँदेखि भित्रै एन्ट्री मार्नु भने 15 रुपियाँ तिर्नु पर्दै पर्छ होइन त कस्तो हो काले मस्त सुतिरहेको छ हौ त्यही हामी चाहिँ अब यहीँसम्म चाहिँ हल्लिनु पर्छ अब के भित्र त अब देखिहाल्नु भयो होला होइन कुनै टाइम च्यानलबाट 15 रुपियाँ आयो होइन म छिर्छु त्यो केटा हो अब चाहिँ हामी यस देखाइदिइहालेँ मैले अलिकति राम्रो साइड उता बगरकोट साइड आउनु भयो भने चाहिँ पक्कै पनि यतातिर तपाईँहरूलाई थाहा नै होला होइन मैले सिकाएर राख्नु पर्दैन भन्नै पर्छ मै नयाँ हो होइन यस भर्खर आउनेहरूलाई चाहिँ होइन यस अलिक घुम्ने ठाउँहरू चाहिँ यो साइड चाहिँ मलाई चाहिँ बल लाग्छ तपाईँहरूको पनि चोइस हुन्छ एक होइन मैले त चाहिँ खाँदैन नमिल्ने अनि त्यो यस्तै छ अब हामी चाहिँ यहाँबाट फेरि त झर्छ त बुझिहाल्यो होइन केटा हो यहाँको भत्का दिएछ होमल्यान्ड पाइप हालेको जान्छ र दाइ ल हामी चाहिँ केटा अब अनान भन्दा यो बाटो झर्थ्यौँ नि गफ गफ गरेर सो केटा हो यसरी हिँड्नु चाहिँ साह्रै मजा छ हावामा त सरर मुनिबाट एसी सो केटा हामी चाहिँ अब फर्किँदैको होइन भित्र चाहिँ झन्डाहरू चाहिँ नेपालको झन्डा चाहिँ हाम्रो मस्त तरिकाले फर्काइरहेको छ एकदम बाबा तरिकाले होइन त कान्छी के ठिकै छ ठिक छ नि होइन आयो हो हँसाउँछ साह्रै बिर्छ होइन त्यो हुन्छ धन्यवाद आन्टी अनि आन्टीको सहयोग गरिदिएको त यहाँ उचाल्दै सक्नु भएछ कि गाह्रो हुन्छ नि सटरहरू जाम परिरहेको हुन्छ क्या यो धोतीहरू के खालको मगाउँछ भनेर चाहिँ के भन्नु अनि त्यही हो क्या अनि हामी चाहिँ अब लाग्दिन्छौँ होला सायद होइन हाम्रो सबै सामानहरू पनि किनिसक्यौँ अनि घरमा गएर चाहिँ अब फेरि जाने बित्तिकै मोबाइल घुस्नुपर्ने हुन्छ होइन नत्र चाहिँ भिडियो आउँदैन केटा हो होइन अनि गएर चाहिँ हल्का दिँदै होइन भिडियो एडिट गर्नुपर्ने हुन्छ थोरै थोरै होइन त्यही हो केटा हो तर अब बस्नु चाहिँ मजै छ अहिले छठ परिसक्यो मैले देखेको चाहिँ ठाउँ चाहिँ राम्रो होइन त्यो छठमा चाहिँ बसेर चट्ट केटाहरूसित होइन चिसो चिसो होइन के हुन्छ होइन छोकरी पनि लिएर आउँदा हुन्छ होइन छ भने चाहिँ केटा होइन अनि सट्ट बसेर खाने ठाउँहरू चाहिँ बुवा छ अनि मलाई त्यहाँ चाहिँ मन लागिरहेको छ एक दिन उकालेर चाहिँ बस्नु होइन तर अब अफसोस होइन अहिले होइन कुनै दिन होइन त्यही भएर हामी चाहिँ अहिले फर्किँदैछौँ अनि रात परिसक्यो भन्दा हुन्छ हाम्रो प्रोपर रातो भइसकेको छ घाम त्यो छिटो डुब्छ होला सायद होइन त्यही भएर हाम्रो चाहिँ यहाँदेखि चाहिँ यो सबै धरान यहाँदेखि उता चाहिँ हाम्रो इटरी पनि अलिअलि देखिन्छ होला होइन त्यस्तो छ है इटरीहरू पनि त्यहाँदेखि उता होला होइन
त्यही कुरा अब यहाँदेखि चाहिँ हामी बाइकमा फेरि गइहाल्छौँ होइन त्यही हो मेरो आजको भिडियो चाहिँ धेरै लङ हुँदैन होइन एकपल्ट नाच्नुभयो कि आन्टीहरू आजको भिडियो चाहिँ हाम्रो लङ हुँदैन होइन यहीँ समाप्त गर्नु पर्यो नि त हजुर आन्टीहरूले के भन्दै हुन्छ होइन ल आन्टीहरू फोटो खिच्दै हुँदछ होइन च्याट्टा तरिकाले होइन मस्त है त ल अब चाहिँ आजको भिडियो चाहिँ मेरो यति नै हुने वाला छ होइन यहाँ धेरै बक्सदेखि नगरौँ भने त त्यही कुरा हो